स्मार्ट क्यापिटल गुरुको डेली मार्केट अपडेटमा यहाँहरू सबैलाई स्वागत छ। आज 6 जेठ 2083 बुधबार। आज बजारमा निकै रोचक हलचल देखिएको छ। आजको तथ्याङ्कले खासमा के संकेत गरिरहेको छ त? आउनुहोस् सरासर आजको मार्केट समरीतिर लागौं। आज बजारको मोड कस्तो थियो भन्ने कुरा यो एउटै नम्बरले छर्लङ्ग पार्छ। 248 हो। आज 1-2वटा होइन, पुरै 248वटा कम्पनीको सेयर मूल्य बढेको छ। यसले बजारमा आज कस्तो जब्बर बुलिश सेन्टिमेन्ट हावी थियो भन्ने कुरा प्रष्ट देखाउँछ। तर नि बिहान कारोबार खुल्ने बेलाको माहौल भने अलिकति फरक थियो। प्री ओपन सेसनलाई हेर्ने हो भने सुरुमा बजारमा हल्का हिचकिचाहट देखिन्थ्यो। नेप्से सूचक 2.66 अङ्कले घटेर रातोमा खुलेको थियो। सायद लगानीकर्ताहरू सुरुमा पर्ख र हेरकै रणनीतिमा थिए कि जस्तो देखिन्थ्यो। जे होस्, त्यो सुरुवाती हिचकिचाहट धेरै बेर टिक्न सकेन। जब इन्ट्राडे कारोबारले गति लियो, बजारले साँच्चीकै उत्कृष्ट लय समात्यो। लगातारको खरिद चापसँगै नेप्से सूचक आज 30.08 अङ्कले बढेर 2754.48 को बिन्दुमा गएर शानदार रूपमा बन्द भएको छ। समग्रमा भन्नुपर्दा यो 1.10% को निकै बलियो वृद्धि हो। अझ यो तथ्याङ्क हेरौँ त, आजको बजार कति फराकिलो रूपमा सकारात्मक रह्यो भनेर प्रष्टै बुझ्न सकिन्छ। एकातिर 248वटा कम्पनीले नाफा कमाएका छन् भने अर्कोतिर जम्मा 21वटा कम्पनीको मात्रै मूल्य घटेको छ। आजको दिन पक्कै पनि खरिदकर्ताहरूकै दबदबामा रह्यो भन्न सकिन्छ। अब कुरा गरौँ सेक्टरहरूको। आज बजारलाई माथि उकास्न कसको भूमिका मुख्य रह्यो त? खासमा आज सबैजसो सेक्टरमा हरियाली नै छाएको छ, तर विशेष गरी होटल्स एन्ड टुरिज्म र हाइड्रो पावर सेक्टर निकै चम्किए। दुवै सेक्टरले 1.89% को आकर्षक वृद्धि हासिल गरेका छन्। त्यस्तै ट्रेडिङ र फाइनान्सले पनि उत्कृष्ट साथ दिएका छन्। यसले के देखाउँछ भने आजको वृद्धि कुनै एउटा सेक्टरमा मात्रै सीमित थिएन। आज सर्वाधिक कमाउने कम्पनीहरूको कुरा गर्दा ULHCले त कमाल नै गर्यो। यसले सबैलाई उछिनेर पुरै 15% को शानदार छलाङ मारेको छ र अन्तिम कारोबार 561 रुपैयाँ 20 पैसामा भएको छ। यसैगरी MHNL, बुङ्गल र SIPD पनि आजका प्रमुख स्टार बने। यी कम्पनीहरूले आज पक्कै पनि लगानीकर्ताको अनुहारमा मुस्कान ल्याइदिएका छन्। तर समग्र बजार बढ्दै गर्दा केही कम्पनीहरूमा भने आज करेक्सन देखिएको छ। कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको कुरा गर्नुपर्दा यसको मूल्यमा आज सबैभन्दा धेरै अर्थात् 13.26% को भारी गिरावट आएको छ। यसका साथै केही डिबेन्चरहरू र बोटलर्स नेपाल जस्ता कम्पनीहरू पनि आज रातोमै बन्द हुन पुगे। बजारको यथार्थ बुझ्न हामीले सधैँ यो पाटो पनि हेर्नुपर्ने हुन्छ। अब टर्नओभरतिर लागौं। आज बजारमा पैसाको फ्लो निकै गजबको देखियो। कुल कारोबार रकम 3.82 करोड रुपैयाँ नागेको छ। सबैभन्दा धेरै कारोबार रकम तिनै कर्पोरेट डेभलपमेन्ट ब्याङ्क र AKJCL को भएको छ। यी दुवैको झन्डै 18 करोड हाराहारीको कारोबार भएको छ। उता भोल्युम अर्थात् सेयर कित्ताको आधारमा हेर्ने हो भने चाहिँ PRSF सबैभन्दा अगाडि देखिएको छ। समग्रमा आजको दिनको निष्कर्ष निकाल्ने हो भने बजारमा लगानीकर्ताको उच्च मनोबल प्रष्ट देखिएको छ। बिहानको सुरुवाती हिचकिचाहटलाई पुरै व्यवस्था गर्दै लगभग सबै सेक्टरमा देखिएको यो बलियो र सकारात्मक मोमेन्टम साँच्चै नै उत्साहजनक छ। आजको बजारले राम्रो कन्फिडेन्स देखाएको छ। अब आजको यो शानदार क्लोजिङले एउटा निकै महत्त्वपूर्ण प्रश्न खडा गरेको छ। भोलिको बजार कस्तो रहला? कि यो बुलिश ट्रेन्डले भोलि पनि निरन्तरता पाउला त? यस विषयमा तल कमेन्ट बक्समा आफ्ना विचारहरू राख्नुहोला। यस्तै दैनिक, तथ्यपरक र छिटो मार्केट अपडेटको लागि स्मार्ट क्यापिटल गुरुलाई फलो गर्न नभुल्नुहोला। स्मार्ट लगानी गरौँ, सँगै अगाडि बढौँ।